नमस्कार सबैजनालाई। आज हामी साथीहरूको टोली गोर्खाको भैरवीनाथ मन्दिरमा फाइनल्ली आइपुगेका छौँ। तलबाट एकदम दुःख कष्ट गर्दै फिस्लिङबाट हामी आर्क ब्रिजबाट अगाडि बढ्यौँ। त्यो आर्क ब्रिजबाट माथि जाने क्रममा एकदम उतार चढावहरू आए। त्यो उतार चढावले हामीलाई धेरै दुःख कष्ट त देखायो, तर माथि आएपछि हरेक दुःख कष्ट बिर्सिने किसिमको मनमोहक र मनोरम दृश्य पनि हामी हेर्दै र त्यो दृश्यसँग खेल्दै आज यो ठाउँमा आइपुगेका छौँ। माथि पहाडको टुप्पोमा यहाँ यस्तो रहेको छ, एउटा पाटन जस्तो एउटा चौर छ। यहाँ बस्ने ठाउँहरू छ। नेपालको झन्डा पनि फरफराइएको छ। यहाँ गाईहरू पनि चरिरहेका छन् भने त्यो सिँढीबाट चाहिँ भैरवीको मन्दिरमा जाने बाटो रहेको छ। त्यहीँबाट थोरै अलिकति अगाडि मात्रै भैरवीनाथको मन्दिरमा जान सकिन्छ र त्यहाँबाट भयो। अनि गाइस, तपाईँहरूलाई कस्तो लाग्यो यो ठाउँ? तपाईँहरू यो ठाउँमा आउनु भएको छ कि छैन? कृपया तपाईँहरूले कमेन्ट गर्नुहोला र यो भिडियोलाई धेरैभन्दा धेरै पनि सेयर गरिदिनु होला, किनकि म सधैँ ट्राभल भ्लग लिएर आएको छु र जसलाई ट्राभल गर्न मन लाग्छ, जहाँ डाँडा काँडा ट्राभल गर्न मन लाग्छ, उहाँहरूलाई चाहिँ यो एकदम फलदायी भिडियो पनि हुनसक्छ। मैले बाटोको ठाउँहरू देखाएको छु। आउने बाटो माथिबाट फिस्लिङबाट आउने ठाउँहरू चाहिँ तपाईँको अलिकति गाह्रै छ। बाइक डबल सकेसम्म नआउनु होला। भैरवीनाथ मन्दिर अलिकति यो पर्यटकीय क्षेत्र बन्नलाई एकदम आतुर देखिएको छ यो ठाउँ। भुम्ली चोक है, ठामी भुम्ली चोक भन्छ। यो उचाइ 1600 मिटर रहेछ। ल, समुद्र सतहबाट 1600 भुम्ली चोक ठाम। यहाँ तल पोखरी रहेको छ, सानो पानी जमेको। सेम रामारोसन के टाढाको रामारोसन जानै नपर्ने, नजिकै रामारोसन। तपाईँ 2 देखि 3 घन्टामा यो ठाउँ आउन सक्नुहुन्छ मजाले। 3 घन्टा मजाले आउन सक्नुहुन्छ। माथि पनि घाम लागिरहेको छ अहिले। चिसो त त्यति चिसो पनि छैन, तर बादल चाहिँ हिँडेको मजाले देख्न सकिन्छ। त्यस्तो ठाउँ छ। ल, यस्तै छ है यो ठाउँ चाहिँ। भुम्ली चोक भन्छ है यसलाई। ल, तपाईँलाई जसलाई ट्राभल गर्न मन लाग्छ उसको लागि यो ठाउँ एकदम बेटर छ। मेरो यस्तै भिडियो आउँछ। लाइक सेयर कमेन्ट गर्नु होला है त, जसले गर्दा ट्राभल गर्न व्यक्तिहरूलाई चाहिँ केही इन्फर्मेसन पनि पुगोस्। त्यस हिसाबले चाहिँ भिडियोलाई चाहिँ सेयर गर्नुहुन्छ। बाई गाइस, बाई।